सौका अथवा ब्यासी जाति नेपालको कुन जिल्लामा बसोबास गर्दछन्? दार्चुला, दाङ, बाजुरा र जुम्ला तपाईहरुको लागि अप्सन दिएको छ। कुन जिल्लामा बसोबास गर्दछन् त साथीहरु? यसको सही उत्तर रहेको छ अप्सन नम्बर क। सौका अथवा ब्यासी जातिहरु चाहिँ दार्चुला जिल्लामा बसोबास गर्ने गर्दछन्। क्वेशन नम्बर 234 भगवान बुद्धको मावली घर देवदह हाल कुन जिल्लामा पर्दछ? नवलपरासी, रूपन्देही, कपिलवस्तु र दाङ भनेको छ। भगवान बुद्धको मावली घर देवदह चाहिँ हाल कुन जिल्लामा पर्दछ त? यसको सही उत्तर रहेको छ अप्सन नम्बर ख, रूपन्देही जिल्लामा पर्दछ। भगवान बुद्धको अस्थि धातु समेत भएको मानिने प्राचीन स्तूप भएको स्थान रामग्राम हाल कुन जिल्लामा पर्दछ? नवलपरासी, काठमाडौँ, दाङ र रूपन्देही तपाईहरुको लागि अप्सन दिएको छ। यसको सही उत्तर हुन्छ साथीहरु अप्सन नम्बर क, नवलपरासी जिल्लामा पर्दछ रामग्राम। मध्यकालमा बनेका धेरै मूर्तिहरू डडोरको काष्ठकला संग्रहालयमा सुरक्षित रहेका छन्। पाटन, काठमाडौँ, भक्तपुर र कीर्तिपुर कुन संग्रहालयमा सुरक्षित छन् त? यसको सही उत्तर रहेको छ अप्सन नम्बर ग, भक्तपुरको संग्रहालयमा। त्यसैगरी प्रश्न नम्बर 237 मा रहेको छ चेपाङ जाति तलका मध्ये कुन वर्गमा पर्दछन्? सुविधाबाट वञ्चित समूह, सीमान्तकृत समूह, अति सीमान्तकृत समूह र लोपोन्मुख समूह भनेको छ। चेपाङ जाति चाहिँ देखाएका समूह अन्तर्गत कुन समूहमा पर्दछन् त? यसको राइट आन्सर रहेको छ अप्सन नम्बर ग, अति सीमान्तकृत समूह अन्तर्गत पर्दछन् चेपाङ जाति। मुन्धुम कुन जातिको धार्मिक ग्रन्थ हो? लिम्बू, तामाङ, मगर र शेर्पा। मुन्धुम कुन जातिको धार्मिक ग्रन्थ हो त साथीहरु? यसको सही उत्तर रहेको छ अप्सन नम्बर क, लिम्बू जातिको। क्वेशन नम्बर 239 भगवान बुद्धलाई कुन देवी देवताको अवतारको रूपमा हेरिन्छ? गणेश, शिव, विष्णु र पार्वती। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ग, विष्णु भगवानको अवतारको रूपमा हेरिने गरिन्छ भगवान बुद्धलाई। विश्वको सबैभन्दा ठूलो ग्रन्थ महाभारतका रचनाकार को हुन्? वेदव्यास, वाल्मीकि, मनु र कलहण तपाईहरुको लागि अप्सन दिएको छ। विश्वको सबैभन्दा ठूलो ग्रन्थ अथवा महाकाव्य महाभारतका रचनाकार को हुन् त साथीहरु? यसको सही उत्तर रहेको छ अप्सन नम्बर क, वेदव्यासले चाहिँ रचना गरेका थिए महाभारतको। नेवारी साहित्यका आदिकवि भनेर कसलाई भनिन्छ? सिद्धिदास अमात्य, विजयबहादुर मल्ल, धुसुवा सायमी र भवानी भिक्षु अप्सनहरू दिएको छ। कसलाई भनिन्छ त नेवारी साहित्यका आदिकवि अथवा महाकवि भनेर? यसको सही उत्तर रहेको छ अप्सन नम्बर क, सिद्धिदास अमात्यलाई भन्ने गरिन्छ। नेवारी अथवा नेपाल भाषा कुन भाषा परिवारको भाषा हो? भारोपेली, आग्नेय, चिनिया तिब्बती वा भोट बर्मेली र द्रविड तपाईहरुको लागि अप्सन दिएको छ। कुन भाषा परिवारको भाषा अन्तर्गत पर्दछ त साथीहरु? नेवारी अथवा नेपाल भाषा। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ग, चिनिया तिब्बती वा भोट बर्मेली भाषा परिवार अन्तर्गत पर्दछ। भ्यागुताको पूजा कुन चाडमा गरिन्छ? जनै पूर्णिमा, गुरु पूर्णिमा, चण्डी पूर्णिमा र वैशाख पूर्णिमा भनेको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ख, गुरु पूर्णिमाको दिन चाहिँ भ्यागुताको पूजा गर्ने चलन रहेको छ। अनेकतामा एकता नेपाली समाजको डडर हो भनेको छ। विशेषता, एकात्मकता, भावना र सबै हुन् तपाईहरुको लागि अप्सन दिएको छ। यसको सही उत्तर के हुन्छ त? यसको सही उत्तर रहेको छ अप्सन नम्बर क, विशेषता। अनेकतामा एकता नेपाली समाजको विशेषता हो भनेर भन्न सक्छौं। त्यसैगरी प्रश्न नम्बर 245 मा रहेको छ हिन्दूहरूले सरस्वतीलाई के को प्रतीकको रूपमा लिन्छन्? धन, विद्या, बुद्धि र सबै हुन् भनेको छ। हिन्दूहरूले चाहिँ सरस्वतीलाई के को प्रतीकको रूपमा लिने गर्दछन्? यसको सही उत्तर रहेको छ अप्सन नम्बर ख, 'ख' 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 'ख'
महाकाली नाच कुन जातिसँग सम्बन्धित रहेको छ? धिमाल, थारू, तामाङ र ज्यापु। महाकाली नाच चाहिँ कुन जातिसँग सम्बन्धित रहेको छ त? यसको सही उत्तर हो अप्सन नम्बर घ, ज्यापु जातिसँग सम्बन्धित रहेको छ महाकाली नाच। राष्ट्रिय जनगणना 2078 अनुसार सबैभन्दा कम जनसङ्ख्या भएको जनजाति कुन हो भनेको छ? बनकरिया, नुराङ, राउटे र कुसुन्डा। तपाईहरुको लागि अप्सन दिएको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ख, नुराङ जनजाति चाहिँ सबैभन्दा कम रहेका छन् जनसङ्ख्याको आधारमा। राष्ट्रिय जनगणना 2078 अनुसार यो जातिका मान्छे चाहिँ मात्र 36 जना रहेका छन्। क्वेशन नम्बर 248, राउटेहरूको नाइकेलाई के भनिन्छ? मानबहादुर, थकाली, माइजन र मालमानसा। तपाईहरुको लागि अप्सन दिएको छ। यसको राइट आन्सर रहेको छ अप्सन नम्बर क, मानबहादुर भनेर भनिन्छ राउटेहरूको नाइकेलाई। क्वेशन नम्बर 249, रुसका जार राजा निकोलस द्वितीयले कहिले सत्ता त्यागेका थिए? यो चाहिँ विश्वको इतिहाससँग सम्बन्धित क्वेशन रहेको छ। सन् 1917 जनवरी 15, सन् 1917 फेब्रुअरी 15, 1917 मार्च 15 र 1917 अप्रिल 15 अप्सनहरू दिएको छ। यसको सही उत्तर हुन्छ साथीहरू अप्सन नम्बर ग, सन् 1917 मार्च 15 मा चाहिँ रुसका जार राजा निकोलस द्वितीयले सत्ता त्यागेका थिए। थारूहरूको इष्ट देवता कुन हो? गाई, घोडा, हात्ती र बाघ। कुन हो त थारूहरूको इष्ट देवता? यसको करेक्ट आन्सर रहेको छ अप्सन नम्बर ख, घोडा चाहिँ थारूहरूको इष्ट देवता रहेको छ। मैथिली साहित्यका आदिकवि को हुन् भनेको छ? विद्यापति, कोकिल, कहोड र जनक। तपाईहरुको लागि अप्सन दिएको छ। मैथिली साहित्यका आदिकवि को हुन् त? यसको सही उत्तर हुन्छ साथीहरु अप्सन नम्बर क, विद्यापति। अघि पनि हामीले चर्चा गर्यौं नेवारी अथवा नेपाल भाषाका आदिकवि भनेर चाहिँ सिद्धिदास अमात्यलाई चिनिन्छ। मैथिली साहित्यका आदिकवि विद्यापति र नेपाली साहित्यका आदिकवि भनेर चाहिँ भानुभक्त आचार्यलाई चिनिन्छ। एकदमै इम्पोर्टेन्ट क्वेशनहरू रहेका छन्, नझुक्किनु होला। कुन साहित्यकारको उपनाम चट्याङ मास्टर हो? बलराम भट्टराई, कृष्ण मुरारी गौतम, अर्जुन प्रसाद पराजुली र बालकृष्ण पोखरेल भनेको छ। कुन साहित्यकारको उपनाम हो त चट्याङ मास्टर? यसको सही उत्तर रहेको छ अप्सन नम्बर ख, कृष्ण मुरारी गौतमको। क्वेशन नम्बर 253, पुरातत्व विभागको स्थापना कहिले भएको थियो? विक्रम सम्वत 2008, 2009, 2010 र 2011 अप्सनहरूमा दिएको छ। यसको सही उत्तर के हो त? यसको सही उत्तर रहेको छ अप्सन नम्बर ख, विक्रम सम्वत 2009 मा भएको थियो पुरातत्व विभागको स्थापना। यदि रुसो नभएको भए फ्रान्सको राज्य क्रान्ति नै हुने थिएन, यो भनाइ कसको हो? हिटलरको, नेपोलियनको, विन्स्टन चर्चिलको र मुसोलिनीको भनेको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ख, नेपोलियनको भनाइरहेको थियो यदि रुसो नभएको भए फ्रान्सको राज्य क्रान्ति हुने नै थिएन भनेर। प्रथम विश्वयुद्धको क्रममा कतिजना नेपालीले भिक्टोरिया क्रस पाएका थिए? 1 जना, 2 जना, 3 जना र 4 जना अप्सनहरू दिएको छ। कति जनाले पाएका थिए त साथीहरु? यसको सही उत्तर रहेको छ अप्सन नम्बर ख, 2 जनाले पाएका थिए। भिक्टोरिया क्रस पाउने प्रथम नेपाली चाहिँ कुलवीर थापा हुन्, यो पनि सम्झिनु होला। क्वेशन नम्बर 256, तोर नलह पर्व नेपालका कुन जातिमा प्रचलित रहेको छ? गुरुङ, थकाली, शेर्पा, तामाङ। तोर नलह पर्व चाहिँ कुन जातिमा प्रचलित छ त? यसको करेक्ट आन्सर रहेको छ अप्सन नम्बर ख, थकाली जातिमा प्रचलित रहेको छ। क्वेशन नम्बर 257, लेप्चा जाति कुन जिल्लामा बसोबास गर्ने आदिवासी जनजाति हुन्? इलाम, धनकुटा, खोटाङ र रामेछाप भनेको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर क, इलाम जिल्लामा। बाङ्य सूची कसले प्रकाशन गर्दछ? नेपाल प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन, त्रिभुवन विश्वविद्यालय
र नेपाल संस्कृत विश्वविद्यालय भनेको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर क, नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने गर्दछ। अनुलोम र प्रतिलोम कुन संस्कारसँग सम्बन्धित छ? व्रतबन्ध, चूडाकर्म, विवाह र मृत्युकर्म भनेको छ। यसको सही उत्तर हो साथीहरू अप्सन नम्बर ग, विवाह संस्कारसँग सम्बन्धित रहेका छन् अनुलोम र प्रतिलोम शब्दावली। क्वेसन नम्बर 260, गौतम बुद्धको जन्म कहिले भएको थियो? ईसापूर्व 563, विक्रम सम्वत 563, सन् 563 र नेपाल सम्वत 563 भनेको छ। एकदमै सजिलो प्रश्न रहेको छ अप्सनहरूको आधारमा। यसको सही उत्तर के हो त साथीहरू? यसको सही उत्तर रहेको छ अप्सन नम्बर क, ईसापूर्व 563 मा भएको थियो गौतम बुद्धको जन्म। क्वेसन नम्बर 261, नेपालमा समाज सेवा दिवस कहिले मनाइन्छ? असोज 5 गते, असोज 6 गते, असोज 7 गते र असोज 8 गते। नेपालमा चाहिँ समाज सेवा दिवस कहिले मनाइन्छ त साथीहरू? यसको सही उत्तर रहेको छ अप्सन नम्बर ख, असोज 6 गते मनाइन्छ। क्वेसन नम्बर 262, नेपालमा सर्वप्रथम सामाजिक व्यवहार सुधार ऐन कहिले जारी भएको थियो? विक्रम सम्वत 2030 साल, 2031, 2032, 2033। यसको करेक्ट आन्सर रहेको छ अप्सन नम्बर ग, विक्रम सम्वत 2033 सालमा। क्वेसन नम्बर 263, मारुनी नाच कुन जातिमा प्रचलित रहेको छ? क्षेत्री, मगर, राई र लिम्बू भनेको छ। एकदमै सजिलो प्रश्न रहेको छ। मारुनी नाच चाहिँ कुन जातिमा प्रचलित रहेको छ त? यसको सही उत्तर हो अप्सन नम्बर ख, मगर जातिमा। क्वेसन नम्बर 264, नारदले बजाउने वीणालाई के भनिन्छ? मदती, पञ्चजन्य, चन्द्रहाँस र अनन्त विजय अप्सनहरू दिएको छ। नारदले बजाउने वीणालाई के भनिन्छ त? यसको सही उत्तर हो साथीहरू अप्सन नम्बर क, मद्दती भनेर भनिन्छ। मुक्तिनाथ तीर्थस्थल कुन जिल्लामा पर्दछ? डोल्पा, मुगु, मुस्ताङ र मनाङ। मुक्तिनाथ तीर्थस्थल चाहिँ कुन जिल्लामा पर्दछ त? मुक्तिनाथ चाहिँ विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मन्दिर पनि हो समुद्री सतहबाट। यो चाहिँ कुन जिल्लामा अवस्थित रहेको छ त? यसको सही उत्तर हो अप्सन नम्बर ग, मुस्ताङ जिल्लामा अवस्थित रहेको छ। क्वेसन नम्बर 266, शिवको धनुलाई के भनिन्छ? पिनाक, अजगव, कपर्द र पञ्चजन्य अप्सनहरू दिएको छ। शिवको धनुलाई चाहिँ के भनिन्छ त? यसको सही उत्तर हो अप्सन नम्बर क, पिनाक भनेर भनिन्छ शिवको धनुलाई। पाण्डवहरू अज्ञातवास बस्दा अर्जुनको नाम के थियो भनेको छ? कङ्क, बल्लभ, बिरहनलल्ला र ग्रान्थिक अप्सनहरू दिएको छ। पाण्डवहरू चाहिँ अज्ञातवास बस्दा अर्जुनको नाम के रहेको थियो त? यसको सही उत्तर हो अप्सन नम्बर ग, बिरहनलल्ला भन्ने नाम चाहिँ रहेको थियो। जैन धर्मको प्रमुख धार्मिक ग्रन्थ के हो? वचनामृत, त्रिपिटक, बाइबल र गुरु ग्रन्थ साहिब भनेको छ। जैन धर्मावलम्बीहरूको चाहिँ प्रमुख धार्मिक ग्रन्थको नाम के हो त? यसको सही उत्तर रहेको छ अप्सन नम्बर क, वचनामृत। सिख धर्मावलम्बीको पवित्र पन्छी कुन हो? बाज, परेवा, लाटोकोसेरो र गिद्ध भनेको छ। सिख धर्मावलम्बीको चाहिँ पवित्र पन्छीको नाम के रहेको छ त? यसको सही उत्तर हो अप्सन नम्बर क, बाज रहेको छ। क्वेसन नम्बर 270, फ्रान्सको राज्यक्रान्ति हुँदा त्यहाँका राजा को थिए? लुई 13औं, लुई 14औं, लुई 15औं र लुई 16औं अप्सनहरू दिएको छ। फ्रान्सको राज्यक्रान्ति हुँदा चाहिँ त्यहाँका राजा को थिए त? यसको सही उत्तर हो अप्सन नम्बर घ, लुई 16औं रहेका थिए। क्वेसन नम्बर 271, विश्वको सबैभन्दा पुरानो धर्म कुन हो? क्रिस्चियन, सिख, मुस्लिम, हिन्दू। विश्वको सबैभन्दा पुरानो धर्म चाहिँ अथवा सनातन धर्म भनेर पनि भनिन्छ, हिन्दू धर्मलाई मानिन्छ। नुमाफुङ कुन भाषामा निर्मित चलचित्र हो? मगर, गुरुङ, राई, लिम्बू। नुमाफुङ
कुन भाषामा निर्मित चलचित्र हो त? यसको सही उत्तर रहेको छ साथीहरू अप्सन नम्बर घ लिम्बू भाषामा निर्मित चलचित्र रहेको छ। चेपाङ जातिको प्रमुख चाड कुन हो? दसैँ, तोरनलह, चोनाम र लोहोसार भनेको छ। चेपाङ जातिको प्रमुख चाड कुन हो त? यसको सही उत्तर रहेको छ अप्सन नम्बर घ चोनाम रहेको छ चेपाङ जातिको प्रमुख चाड। चेपाङ जातिलाई चाहिँ पर्जा भनेर पनि भनिन्छ, यो पनि सम्झिनु होला। त्यसै गरी प्रश्न नम्बर 274 मा रहेको छ नेपालको पहिलो दैनिक पत्रिका कुन हो? आवाज, गोरखापत्र, सुधासागर, कुनै पनि होइन भनेको छ। नेपालको पहिलो दैनिक पत्रिका चाहिँ आवाज रहेको छ। प्रसिद्ध बौद्ध तीर्थस्थल लुम्बिनी कसले पत्ता लगाएका हुन्? जङ्गबहादुर, चन्द्रशमशेर, डाक्टर फ्युहरर, गोपाल कृष्ण गोखले भनेको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर घ डाक्टर फ्युहररले पत्ता लगाएका थिए प्रसिद्ध बौद्ध तीर्थस्थल जुन लुम्बिनीमा रहेको छ। क्वेसन नम्बर 276 पशुपतिमा कहिले बुद्ध मुकुट पहिराइन्छ भनेको छ? कार्तिक शुक्ल अष्टमी, कार्तिक शुक्ल नवमी, कार्तिक शुक्ल एकादशी र कार्तिक शुक्ल चौथी कहिले चाहिँ पशुपतिनाथमा बुद्ध मुकुट पहिराइन्छ त? यसको सही उत्तर हुन्छ साथीहरू अप्सन नम्बर क कार्तिक शुक्ल अष्टमीको दिन। म्याग्ना कार्टामा कति धारा रहेका छन्? 60, 61, 62 र 63 भनेको छ। म्याग्ना कार्टामा चाहिँ कतिवटा धारा छन् त? यसको सही उत्तर हो साथीहरू अप्सन नम्बर घ 63 वटा धारा रहेका छन् म्याग्ना कार्टामा। त्यसै गरी प्रश्न नम्बर 278 मा रहेको छ औद्योगिक क्रान्तिको क्रममा पावर लुमको आविष्कार कसले गरेका थिए? एडमन्ड क्याटराइट, रबर्ट कर्क, जोन के र जेम्स हरगिब्स भनेको छ। औद्योगिक क्रान्तिको समयमा पावर लुमको आविष्कार चाहिँ एडमन्ड क्याटराइटले गरेका थिए। क्वेसन नम्बर 279 कुन जातिको प्रमुख व्यक्तिलाई माझी हडाम पदले सम्बोधन गरिन्छ? गनगाई, मेचे, राजवंशी र सतार तपाईहरुको लागि अप्सन दिएको छ। कुन जाति हो त साथीहरु? यसको सही उत्तर हो अप्सन नम्बर घ सतार जातिको प्रमुख व्यक्तिलाई चाहिँ माझी हडाम पदले सम्बोधन गरिन्छ। क्वेसन नम्बर 280 सिरुवा पर्व कुन जातिको प्रमुख चाड हो? धिमाल, राई, राजवंशी र कुमाल भनेको छ। सिरुवा पर्व चाहिँ राजवंशी जातिको प्रमुख चाड रहेको छ। क्वेसन नम्बर 281 नेपाली भाषाको उद्गम स्थल कुन हो? सिन्जा, पोखरा, काठमाडौँ र आसाम भनेको छ। नेपाली भाषाको उद्गम स्थल कुनलाई मानिन्छ त? यसको सही उत्तर हो अप्सन नम्बर क सिन्जा उपत्यका, यो चाहिँ जुम्ला जिल्लामा अवस्थित रहेको छ। नेपाली भाषालाई भारतको संविधानको कतिौं अनुसूचीमा राखिएको छ? 6औं, 7औं, 8औं र 9औं अप्सनहरू दिएको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ग 8औं अनुसूचीमा चाहिँ भारतको संविधानको नेपाली भाषालाई समावेश गरिएको छ। मकैको खेती नामक पुस्तकका लेखक को हुन्? सुब्बा कृष्णलाल अधिकारी, नरबहादुर साउद, सोमनाथ सिग्देल र मोतीराम भट्ट अप्सनहरूमा दिएको छ। मकैको खेती नामक पुस्तकका लेखक को हुन् त? यसको सही उत्तर रहेको छ अप्सन नम्बर क सुब्बा कृष्णलाल अधिकारी। सेतो बाघ उपन्यासका लेखक को हुन्? बालकृष्ण सम, डायमन्ड शमशेर, लक्ष्मीप्रसाद देवकोटा र भीमनिधि तिवारी। यसको राइट आन्सर रहेको छ अप्सन नम्बर ख डायमन्ड शमशेरले लेखेका थिए सेतो बाघ उपन्यास। रुसी राज्य क्रान्तिको क्रममा बोल्सेविकहरूले चलाएको कठोर दमनलाई के भनिन्छ? विश्वको इतिहाससँग सम्बन्धित प्रश्न रहेको छ। रेड टेरर, व्हाइट टेरर, ब्लू टेरर र ब्ल्याक टेरर तपाईहरुको लागि अप्सन दिएको छ। यसको सही उत्तर हुन्छ साथीहरु अप्सन नम्बर क रेड टेरर भनेर भनिन्थ्यो रुसी राज्य क्रान्तिको क्रममा बोल्सेविकहरूले चलाएको कठोर दमनलाई। क्वेसन नम्बर 288 नेपाल स्काउटको स्थापना कहिले भएको थियो? विक्रम सम्वत 2009, 2010, 2011 र 2012।
नेपाल स्काउटको स्थापना कहिले भएको हो त? यसको सही उत्तर रहेको छ अप्सन नम्बर क विक्रम सम्वत 2009 सालमा भएको थियो। नेपालको पहिलो मौलिक आधुनिक नाटक मुटुको व्यथाका लेखक को हुन्? लक्ष्मीप्रसाद देवकोटा, भेमनिधि तिवारी, अगमसिंह गिरी र बालकृष्ण सम अप्सनहरू दिएको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर घ बालकृष्ण सम। मदन पुरस्कार विजेता पहिलो महिला को हुन्? बानिरा गिरी, बेन्जु शर्मा, पारिजात, पद्मावती सिंह अप्सनहरू दिएको छ। मदन पुरस्कार विजेता पहिलो नेपाली महिला चाहिँ पारिजात रहेकी छिन्। नेपालमा छापिएको पहिलो पत्रिका कुन हो? सुधासागर, गोरखापत्र, आवाज र मधुपर्क तपाईहरुको लागि अप्सन दिएको छ। यसको सही उत्तर के हुन्छ त साथीहरु? यसको सही उत्तर रहेको छ अप्सन नम्बर क सुधासागर नेपालमा छापिएको पहिलो पत्रिका हो। नेपालको पहिलो दैनिक पत्रिका चाहिँ आवाज हो, अघि पनि हामीले चर्चा गरिसक्यौं। नेपाली साहित्यमा त्रिमूर्तिमा नपर्ने साहित्यकार तलका मध्ये को हुन्? भानुभक्त आचार्य, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा र लेखनाथ पौडेल। यसको सही उत्तर रहेको छ अप्सन नम्बर क भानुभक्त आचार्य पर्दैनन् त्रिमूर्ति साहित्यकार अन्तर्गत नेपाली साहित्यमा। क्वेशन नम्बर 294 निम्न मध्ये कुन कृति लक्ष्मीप्रसाद देवकोटाको होइन भनेको छ? मुना मदन, सावित्री सत्यवान, पृथ्वीराज चौहान र रूपमती तपाईहरुको लागि अप्सन दिएको छ। यसको सही उत्तर के हुन्छ त? यसको राइट आन्सर रहेको छ अप्सन नम्बर घ रूपमती चाहिँ लक्ष्मीप्रसाद देवकोटाले लेखेको कृति होइन। क्वेशन नम्बर 295 मदन पुरस्कारको स्थापना कहिले भएको हो? विक्रम सम्वत 2010, 2011, 2012 र 2013 भनेको छ। मदन पुरस्कारको स्थापना कहिले भएको थियो त? यसको सही उत्तर हो अप्सन नम्बर ग विक्रम सम्वत 2012 सालमा भएको थियो। क्वेशन नम्बर 296 सर्वप्रथम मदन पुरस्कार पाउने देखाएका मध्ये को होइनन् भनेको छ? लेखनाथ पौडेल, सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली र बलराम जोशी तपाईहरुको लागि अप्सन दिएको छ। देखाएका मध्ये कुन साहित्यकारले चाहिँ सर्वप्रथम मदन पुरस्कार प्राप्त गरेका थिएनन् त? यसको सही उत्तर रहेको छ अप्सन नम्बर क लेखनाथ पौडेलले। नेपालमा प्रथम पटक मदन पुरस्कार पाउने साहित्यकार को हुन् भनेर भन्दाखेरि चाहिँ हामीले यी तलका तीनवटैको नाम थाहा पाउनुपर्ने हुन्छ। त्यसैगरी प्रश्न नम्बर 297 मा रहेको छ हाल मदन पुरस्कारको पुरस्कार राशि कति रहेको छ? रु 1 लाख, 2 लाख, 3 लाख र 4 लाख तपाईहरुको लागि अप्सन दिएको छ। मदन पुरस्कारको पुरस्कार राशि कति हो त? यसको सही उत्तर रहेको छ अप्सन नम्बर घ रु 4 लाख रहेको छ हाल। क्वेशन नम्बर 298 नेपालमा सर्वप्रथम कुन राणा प्रधानमन्त्रीको पालामा मुलुकी ऐन जारी भएको थियो? चन्द्र शमशेर, जङ्गबहादुर राणा, मोहन शमशेर र देव शमशेर भनेको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ख जङ्गबहादुरको पालामा चाहिँ जारी गरिएको थियो नेपालमा सर्वप्रथम मुलुकी ऐन। रोमन म्यागसेसे पुरस्कार प्राप्त गर्ने को होइनन् भनेको छ दिएका अप्सनहरू मध्ये महेश चन्द्र रेग्मी, भरत दत्त कोइराला, सत्यमोहन जोशी र सन्दोक रोहित भनेको छ। यसको सही उत्तर रहेको छ साथीहरु अप्सन नम्बर ग सत्यमोहन जोशीले चाहिँ रोमन म्यागसेसे पुरस्कार प्राप्त गरेका थिएनन्। एसियाको सबैभन्दा ठूलो पुरस्कार अथवा एसियाको नोबेल पुरस्कार भनेर पनि चिनिन्छ रोमन म्यागसेसे पुरस्कारलाई। क्वेशन नम्बर 300 नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना कहिले भएको हो? 2013 असार 1 गते, 2014 असार 1 गते, 2015 असार 1 गते, 2016 असार 1 गते। नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना कहिले भएको थियो त? यसको सही उत्तर रहेको छ अप्सन नम्बर ख विक्रम सम्वत 2014 असार 1 गते भएको थियो। बसन्तपुर दरबार कुन शैलीमा बनेको छ? शिखर शैली, प्यागोडा, स्तूप कुनै पनि होइन भनेको छ। बसन्तपुर दरबार चाहिँ कुन शैलीमा बनेको दरबार हो त? यसको सही उत्तर रहेको छ साथीहरु अप्सन नम्बर ख प्यागोडा शैलीमा। क्वेशन नम्बर 303 भगवान शंकरको नृत्यलाई के भनिन्छ? नटराज,
ताण्डव, खटवाङ र कुनै पनि होइन भनेको छ। भगवान शङ्करको नृत्यलाई चाहिँ ताण्डव भनेर भनिन्छ। नेपालमा बनेको नेपाली भाषाको पहिलो चलचित्र कुन हो? आमा, कुमारी, 25 वसन्त र युगदेखि युगसम्म भनेको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर क, आमा नेपालमा बनेको नेपाली भाषाको पहिलो चलचित्र रहेको छ। पहिलो रङ्गीन नेपाली चलचित्र कुन हो? आमा, कुमारी, वसन्त रेखा र 25 वसन्त। तपाईहरुको लागि अप्सन दिएको छ। नेपालको पहिलो रङ्गीन चलचित्र चाहिँ कुमारी चलचित्र रहेको छ। धिमाल भाषाको पहिलो चलचित्र कुन हो? नुमाफुङ, जुनतारा, उर्नी र कस्तुरी। यसको करेक्ट आन्सर रहेको छ अप्सन नम्बर ग, उर्नी चलचित्र चाहिँ धिमाल भाषाको पहिलो चलचित्र रहेको छ। क्वेशन नम्बर 307, निम्नमध्ये विश्व सम्पदा सूचीमा परेको स्थल कुन हो भनेको छ? लुम्बिनी क्षेत्र, सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज सबै हुन्। एकदमै सजिलो प्रश्न रहेको छ, मिलाइसक्नु भयो होला यसको सही उत्तर। यसको सही उत्तर रहेको छ अप्सन नम्बर घ, माथिका सबै चाहिँ विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरू रहेका छन्। क्वेशन नम्बर 308, चेपाङ संग्रहालय कुन जिल्लामा रहेको छ? चितवन, मकवानपुर, धादिङ र तनहुँ भनेको छ। चेपाङ संग्रहालय कुन जिल्लामा अवस्थित रहेको छ त? यसको सही उत्तर हो चितवन जिल्लामा। क्वेशन नम्बर 309, बाबुआमाको क्रिया 13 दिनभन्दा बढी बार्नु नपर्ने चलन कसले चलाएका हुन्? जङ्गबहादुर राणा, चन्द्र शमशेर, जुद्ध शमशेर, राजा महेन्द्र। कसले चलाएका थिए त साथीहरू? यसको सही उत्तर रहेको छ अप्सन नम्बर ग, जुद्ध शमशेरले चलाएका थिए। बाबुआमाको क्रिया चाहिँ 13 दिनभन्दा बढी बार्नु नपर्ने चलन। स्वर्गद्वारी तीर्थस्थल कुन जिल्लामा पर्दछ? एकदमै सजिलो प्रश्न रहेको छ। प्युठान, सल्यान, रुकुम र रोल्पा। स्वर्गद्वारी तीर्थस्थल चाहिँ कुन जिल्लामा पर्दछ त? यसको सही उत्तर हो अप्सन नम्बर क, प्युठान जिल्लामा। कौरा कुन जातिको परम्परागत नृत्य हो भनेको छ? मगर, राई, लिम्बू र लेप्चा। कुन जातिको परम्परागत नृत्य हो त कौरा? यसको सही उत्तर रहेको छ अप्सन नम्बर क, मगर जातिको। क्वेशन नम्बर 312, नेपाल कहिलेदेखि धर्मनिरपेक्ष राष्ट्र भएको थियो? 2063 जेठ 4, 2063 असार 4, 2063 साउन 4 र 2063 भदौ 4। तपाईहरुको लागि अप्सन दिएको छ। नेपाल चाहिँ धर्मनिरपेक्ष राष्ट्र कहिले घोषणा भएको थियो त? यसको करेक्ट आन्सर रहेको छ अप्सन नम्बर क, विक्रमसम्वत 2063 जेठ 4 गते। खैरावाङ भगवतीको मन्दिर कुन जिल्लामा अवस्थित रहेको छ? रोल्पा, रुकुम, प्युठान र सल्यान। कुन जिल्लामा अवस्थित छ त? यसको सही उत्तर हो अप्सन नम्बर घ, सल्यान जिल्लामा अवस्थित रहेको छ खैरावाङ भगवतीको मन्दिर। क्वेशन नम्बर 314, निम्नमध्ये सबैभन्दा पछि घोषणा भएका राष्ट्रिय विभूति को हुन् भनेको छ? शङ्खधर सापखा, पासाङ लामु शेर्पा, महागुरु फाल्गुनन्द र मोतीराम भट्ट। तपाईहरुको लागि अप्सन दिएको छ। कुन हुन् त साथीहरु? यसको सही उत्तर रहेको छ अप्सन नम्बर ग, महागुरु फाल्गुनन्द। यो चाहिँ देखाएका अप्सनहरू मध्ये भनेको छ। सबैभन्दा पछि राष्ट्रिय विभूति घोषणा भएका व्यक्ति चाहिँ हाल जय पृथ्वी बहादुर सिंह रहेका छन्। क्वेशन नम्बर 315, गोर्खा स्मारक संग्रहालय कुन ठाउँमा स्थापना भएको छ? लमजुङ, पर्वत, तनहुँ, पोखरा। यसको सही उत्तर रहेको छ साथीहरु अप्सन नम्बर घ, पोखरामा स्थापना भएको छ गोर्खा स्मारक संग्रहालय। बाजबराह तीर्थस्थल कुन जिल्लामा पर्दछ? सल्यान, रुकुम, रोल्पा र प्युठान। कुन जिल्लामा अवस्थित रहेको छ त बाजबराह तीर्थस्थल? यसको राइट आन्सर रहेको छ अप्सन नम्बर ग, रोल्पा जिल्लामा। जिरेल जातिको पुरोहितलाई के भनिन्छ? ङोपा, भर्रा, गुरुवा र नाक्सो। तपाईहरुको लागि अप्सन दिएको छ। के भनिन्छ त साथीहरु जिरेल जातिको पुरोहितलाई? यसको सही उत्तर हो अप्सन नम्बर घ, नाक्सो भनेर भनिन्छ। धार्मिक क्षेत्र रुरुकुन नदीको किनारमा अवस्थित रहेको छ? बुढी गण्डकी, काली गण्डकी, त्रिशुली र बागमती।
कुन नदीको किनारमा अवस्थित रहेको छ त? यसको सही उत्तर हो अप्सन नम्बर ख, कालीगण्डकी नदीको किनारमा अवस्थित रहेको छ धार्मिक क्षेत्र रुरु। पानी पार्न जेठमा गोरु बेलना पर्व कुन समुदायमा मनाइन्छ? थारू, तामाङ, शेर्पा र दिमाल भनेको छ। यसको राइट आन्सर रहेको छ अप्सन नम्बर क, थारू समुदायमा चाहिँ पानी पार्न जेठमा गोरु बेलना पर्व मनाइन्छ। क्वेसन नम्बर 320, राजतरङ्गिणी महाकाव्यका लेखक को हुन्? मनु, कल्हण, व्यास र वाल्मीकि। तपाईहरुको लागि अप्सन दिएको छ। यसको राइट आन्सर रहेको छ अप्सन नम्बर ख, कल्हणले चाहिँ राजतरङ्गिणी महाकाव्य लेखेका थिए। क्वेसन नम्बर 321, सर्वप्रथम जगदम्बा पुरस्कार पाउने व्यक्ति को हुन्? शम्भुजित बास्कोटा, सपनाश्री, नारायण गोपाल र अम्बर गुरुङ भनेको छ। कसले प्राप्त गरेका थिए त सर्वप्रथम जगदम्बा पुरस्कार? यसको सही उत्तर रहेको छ अप्सन नम्बर ग, नारायण गोपालले प्राप्त गरेका थिए। रोइला गीतको उत्पत्ति कुन जिल्लामा भएको हो? गुल्मी, गोर्खा, नुवाकोट र रामेछाप। कुन जिल्लामा भएको थियो त रोइला गीतको उत्पत्ति? यसको सही उत्तर रहेको छ अप्सन नम्बर क, गुल्मी जिल्लामा। त्रिपुरा सुन्दरी देवीको मन्दिर कुन जिल्लामा पर्दछ? बाझाङ, बाजुरा, बैतडी, दार्चुला। अप्सनहरू दिएको छ। त्रिपुरा सुन्दरी देवीको मन्दिर चाहिँ बैतडी जिल्लामा अवस्थित रहेको छ। क्वेसन नम्बर 324, लुम्बिनी दिवस कहिले मनाइन्छ? वैशाख 1 गते, वैशाख पूर्णिमा, वैशाख औँसी र वैशाख एकादशी। कहिले मनाइन्छ त लुम्बिनी दिवस? यसको राइट आन्सर रहेको छ अप्सन नम्बर ख, वैशाख पूर्णिमाको दिन मनाइन्छ। क्वेसन नम्बर 325, अस्ट्रियाले कुन देशमाथि आक्रमण गरेपछि प्रथम विश्वयुद्धको सुरुवात भएको थियो? इटाली, जर्मनी, स्विडेन र सर्बिया। कुन देश हो त? यसको करेक्ट आन्सर रहेको छ अप्सन नम्बर घ, सर्बियामाथि अस्ट्रियाले चाहिँ आक्रमण गरेपछि प्रथम विश्वयुद्धको सुरुवात भएको थियो। गोर्खा भारत जीवन पत्रिका कुन साहित्यकारसँग सम्बन्धित रहेको छ? भानुभक्त आचार्य, मोतीराम भट्ट, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा। यसको सही उत्तर हो अप्सन नम्बर ख, मोतीराम भट्टसँग सम्बन्धित रहेको छ। चिन्हो जान्हो कुन भाषाको पत्रिका हो? चेपाङ, कुसुन्डा, थामी र जिरेल। यसको सही उत्तर रहेको छ अप्सन नम्बर क, चेपाङ भाषाको पत्रिका रहेको छ चिन्हो जान्हो नामक पत्रिका। विश्रान्ति मन्दिर कुन नदीको किनारमा रहेको छ? तमोर, सुनकोशी, त्रिशुली र कर्णाली। तपाईहरुको लागि अप्सन दिएको छ। कुन नदी किनारमा अवस्थित छ त विश्रान्ति मन्दिर? यसको सही उत्तर हो अप्सन नम्बर क, तमोर नदीको किनारमा। त्यसैगरी आजको यस भिडियोको अन्तिम क्वेसनमा रहेको छ, साकेला पर्व कुन जातिमा प्रचलित रहेको छ? लिम्बू, राई, गुरुङ र मगर। तपाईहरुको लागि अप्सन दिएको छ। कुन जातिमा प्रचलित छ त साथीहरु साकेला पर्व? यसको सही उत्तर रहेको छ अप्सन नम्बर ख, राई जातिमा